क्याप्टेन ज्याक स्प्यारो तपाईहरुको यो क्यारेक्टर चाहिँ कुन हो तपाईहरुको क्यारेक्टर चाहिँ कुन हो सो गुड मर्निङ गाइज आज म जाँदैछु एनिमी फेस्टमा मलाई चाहिँ इन्भाइट आएको थियो एनिमी फेस्टबाट मेरो चाहिँ यो फर्स्ट एक्सपिरियन्स है अहिलेसम्म म एनिमी फेस्टमा चाहिँ गएको छैन र यो चाहिँ लाइफकै फर्स्ट एक्सपिरियन्स हुनेछ कस्तो हुन्छ के हुन्छ मलाई केही पनि आइडिया छैन अब त्यही गएर म पनि आफूले हेर्छु र हजुरहरूलाई पनि एक्सप्लोर गराउँछु है त सो गाइज म चाहिँ लास्ट मोटिभेट भइरहेको छु किनभने मेरो दिनमै 10 देखि 12 सब्स्क्राइबर चाहिँ बढिरहेको छ अनि त्यसले गर्दाखेरि चाहिँ अझै भिडियो बनाऊँ भन्ने मोटिभेसन आइरहेको छ सो गाइज याङ्गो चाहिँ बुक भइसकेको छ म चाहिँ द प्लाजामा आइसकेको छु तङ्गु के छ यार फेरि सो यहाँनिर चाहिँ टिकट सिस्टम रहेछ अनि हामीलाई चाहिँ थाहा थिएन स्वरूप चाहिँ आउँदैछ स्वरूपले चाहिँ टिकट फ्री गराइदिन्छ हामीलाई होइन हो ब्यान्ड पर्फर्मेन्स ब्यान्डसँग छ नि त स्वरूप त्यही भएर सो गाइज अहिले चाहिँ हामी लबी मल आएको छौँ स्वरूपलाई आउन टाइम लाग्छ अरे सो यो चाहिँ लबी मल है सो गाइज यहाँनिर पछाडि चाहिँ कार देख्न सक्नुहुन्छ मैले के गर्छु रे गाडी किन्नुहुन्छ के दाइले एकदम स्योर हो स्योर केबाट युट्युबको कमाइबाट वे यतिको मोटिभेसन दिनुपर्छ के सो यसको फुल लुक्स यस्तो छ कुनै न कुनै दिन किनिन्छ होला सो गाइज स्वरूप चाहिँ आइसकेको छ र यहाँनिर हामीले पार्किङ खोज्दै थियौँ कस्तो लागिरहेछ पार्किङ नपाउँदा बिजोक सो पास चाहिँ यहाँनिर आइरहेछ न्युगेन दाइ मेरो डेली भ्लगमा स्वागत छ डेली भ्लग ओटाको मेन क्यारेक्टर सो अब यो चाहिँ यहाँनिर रिस्टमा कता राइटमा हो कि लेफ्टमा हो ल यहाँनिर चाहिँ अब बान्दै हुनुहुन्छ कस्तोसँग बाँधेको बुढा लुज बाँधिदिएर तपाईँको देखाउनु मैले कसरी बाँधेछ ठ्याक्कै मिलाएर टाइट बाँधेछ मेरो तान्नु त यो कमेन्ट गरौँ है कसको राम्रो देखिरहेछ सो गाइज यहाँनिर चाहिँ एउटा प्रब्लम भइसकेको छ हेलमेट चाहिँ लान नपाउने रे विचलित अवस्थामा नमस्ते दाइ सन्चै हुन्छ क्याप्टेन ज्याक स्प्यारो हेलो ब्रो के छ यसले काट्छ कि नै ओए गाइज हामी चाहिँ एकछिन ब्रेकको लागि बाहिर निस्किन लागेको किनभने यहाँनिर एकदम टाउको दुखिसकेको छ भित्र त्यो आवाज बढी लाउड भएर आवाजले कन्ट्रोल गर्नको लागि देखाउ त यी अब यहाँ चाहिँ म क्यारेक्टर कुन हो भनेर सोध्न गइरहेको छु तपाईँहरूको यो क्यारेक्टर चाहिँ कुन हो हजुर हिनाता तपाईँको क्यारेक्टर चाहिँ म क्यारेक्टर ए होइन हिनाता सो अब हामी चाहिँ यहाँनिर क्यारेक्टरहरू कुन कुन हो भनेर सोध्दै जान्छौँ किनभने मलाई पनि थाहा छैन नि त एनिमी मैले अहिलेसम्म हेरेको छैन पोकेमोन चाहिँ हेरेछु है मैले तपाईँहरूको क्यारेक्टर चाहिँ कुन हो ऱ्यान्डम तपाईँको ऱ्यान्डम क्यारेक्टरमा नि यस्तो देखिँदो रहेछ ठिक छ उयो त्यो दाइ खतरा हान्नु एकचोटि फेरि रिक्वेस्ट गरौँ न त हान्नलाई एकचोटि फेरि स्टन हान्नु न है ए उए खतरा बबाल हेर ब्रो दामी तपाईँको नाम चाहिँ अभि ए म चाहिँ यहाँ बाहिर आइसकेको छु अब यहाँनिर चाहिँ क्यारेक्टर सोध्नु पर्ने हुन्छ तपाईँको क्यारेक्टर चाहिँ कुन हो माफिया ए नाभिया म खास एनिमी हेर्दिनँ कि त्यो भएर सोधेको तपाईँहरूको क्यारेक्टर चाहिँ कुन हो हजुर ए ओके सो हामी चाहिँ त्यहाँबाट फर्केर यतातिर चिया खाना आइरहेको छौँ अब चिया चाहिँ आउँदैछ सो यो गिटार चाहिँ स्वरूपले बजाउँदैछ आज निकेन दाइ यो कस्तो छ जस्तो लागिरहेछ हजुरलाई मतलब मैले अलिक पर्चेस गरिरहेको छु नि त वर्थ इट छ कि नै मैले 50% अफमा किनेको स्योर हो
तङ्गुलाई सोधिन्छ तङ्गु कस्तो भयो सोचेको जस्तो भएन सोचेको जस्तो उसलाई भएन अरे तर मैले त सोचेको पनि थिएन यस्तो हुन्छ भनेर किनभने म फर्स्ट टाइम आयो भन्नु सो अब यहाँनिर हामी हेलमेट लिने अनि त्यसपछि घर फर्किने सो गाइज प्रोग्राम चाहिँ सकिसकेको छ र अब चाहिँ म घर जान लागिरहेको छु अघि चिया खान पनि बस्छु र देखाउँछु भनेको थिएँ र मैले साथीहरूलाई टाइम दिएर चाहिँ मैले देखाउन पाएन सो आजको भ्लग चाहिँ यतितिर इन्ड हुन्छ थ्याङ्क यू सो मच फर वाचिङ बाई